हामी कहाँ गएको? घुम्नु दिदीसँग। कहाँ पो घुम्नु गएको आज? खै कहाँ लानुहुन्छ? होइन, हामी आज यसो घुमेको भरे दिनभरि घुम्छौँ होइन। अनि त्यहाँदेखि आएर हामी भिडियो लगाउँछौँ ल। ल आज बासे चौरी जाँदैछौँ। डाम्रे हाल्नु ल। यी सबै यसरी गइरहेछ, हामी पनि जाँदैछौँ। अनि अब तपाईँहरू पनि मन लाग्छ भने आउनु होला। हामी जानेहरू चाहिँ यहाँ हेर्नु होला, जानेहरू यता ल्याउनु हुने चाहिँ यता हो, देख्नु हुने। अब हामीलाई चाहिँ थाहा थिएन बासे चौरी होइन, हामी पनि पहिलोचोटि हो आएको। आएको थिएन पहिलोचोटि आज। राम्रो रहेछ, सिमसार भन्दा पनि अझ राम्रो रहेछ यहाँ बासे चौरी भन्ने चाहिँ। हामी चाहिँ मथ्लोमा जाँदैछौँ, मथ्लो। यहाँ धेरै टाढो छ, हामी मथ्लोतिर जाँदैछौँ। कता हो अब थाहा छैन, पहिलोचोटि आएको। मथ्लो चाहिँ ल पुग्यो है ल भन्ने ठाउँमा चाहिँ हामी कहिले आएको थियौँ है साथीहरू। आज चाहिँ बासे चौरी भन्ने ठाउँ त मैले देखेको पनि थिएन है। आज बासे चौरीमा हामी आयौँ। अनि यस्तरी रहेछ क्या, एकदमै यहाँ चाहिँ एकदमै घुम्ने ठाउँ यो भन्छ नि। सबै साथीहरू घुम्ने ठाउँ रहेछ यहाँ होइन, तर बसिरहेको छन् हाम्रो साथीहरू। अनि हामी चाहिँ यहाँनिर आज नाच्ने गाउने है। अनि हाम्रो अर्ग्यानिक हाम्रो कालो बङ्गुरको सेकुवा डाम्रा भन्छ क्या, यो मार्बल जस ढुङ्गामा डाम्दो रहेछ क्या। एकदमै मिठो, अर्ग्यानिक मिठो ढुङ्गामा डामेको होइन। चाहिँ खानको लागि पनि आइयो है। आज चाहिँ यसरी डाम्नु हुँदो रहेछ यहाँ चाहिँ। मलाई त थाहा थिएन, आज फर्स्ट हो है, यो फर्स्ट हो। अनि बहिनी त्यो बसो चाहिँ सबै फाल्नु पऱ्यो है, त्यसैले आगो पनि बल्ने होला मुनि। ए ल ल, एकदमै रमाइलो है। उताबाट खाँदै बस्नुभएको छ है, यता खाँदै हुनुहुन्छ सबैजना। हजुर, हामी दमकबाट हो। अनि यहाँनिर यसरी कोलाहरू पनि रहेछ होइन। कति ठाउँ चाहिँ 3टा रहेछ है, 3 लाइन। हजुर, तपाईँहरूकोमा अर्ग्यानिक कालो बङ्गुरको मासु होइन, सेकुवा खानु पाइँदो रहेछ, डामेको ढुङ्गामा डामेको। खुसी लाग्यो। अनि यस्तो दोकानहरू छ है। हाम्रो यस रमाइलो छ, सबै सखाएको रुखहरू रहेछ। यस राम्रो छ, मलाई त एकदमै खुसी लाग्यो है। सोने ए राफ्टिंग भी सोने बारुल कमर है रना कस्तरी हलाने, बारुल कमर है रना कस्तरी हलाने। ल हामी आज डुलेर आइयो। अहिले भाइरल आउँदैछौँ, अब घर आइपुग्ने बेला भयो।